पन्छे होइन भन्ने हो कि उडेर माथि पुगिन्छ त अनि हाम्रो दिदीले भलक खेल्दै हुनुहुन्छ। हामी चाहिँ यहाँदेखि जानेछौँ माथि। सानो सानो घर हुन्छ। पुरै जङ्गलै जङ्गल छ यहाँ त। जङ्गलमा जनावरहरू थुप्रै हुन्छ यहाँ त। त्यो कसैले केही गर्दैन गरे त्यही भएर खुट्टाले हिँडेर नि रहेछ होइन जाने। छ नि हिँडेर गयो नि हुन्छ तर एकदमै दुःख। ठुलो दाई अमेरिकाको दाई के श्रीमान दाई अनि दाईको साथी बुढो त्यहाँबाट यस्तरी पुगेको माथि हिँडेर। पहिला भेना र भेनाको साथीलाई हिँडेर माथि। वा कति डर लाग्दै भइसक्यो त यता। मन गाउनको जस्तो डर लाग्दो छैन। ए मलाई त्यही ए म त नराम्रो भएर खिच्नु राम्रो हुनुहुन्छ नि हिरो। थत्रो भुरो भएर त्यस्तै केही हिजो खिच्नु मन लाग्न यसै भलक सलक अलि बनाऊँ कि भन्ने मात्रै हो। बुढो देखिन्छ त्यो यहाँ नि मान्छे नि बुढो भइसक्यो र बुढो अझ नि भिडियो खिच्नु मन लाग्नु म त। आमा खै डर लाग्ने है के को बत्तीको बिजुलीको। अनि लाइन गयो भने के हुन्छ? यही अड्किने यही बस्ने राति नि यही बस्ने कि त परेर खालाल्नु पर्यो। केयर बत्तीको चाहिँ यति अड्किन्छ गरे हामी चाहिँ केलाई फरेर हाम फाल्नु पर्यो कि यही बस्नु पर्यो। रेस्क्यु टोलीहरू आउँछ नि। रेस्क्यु टोली नि नेपालमा त टाइममा आउने हो। मान्छे घटना घटेर मान्छे मरिसक्दा बरु रेस्क्यु टोली आइपुग्छ नेपालमा। त्यस्तो छ नेपालमा माथिबाट आउँदैछ है। त्यही भएर आफै जोगिने आफै सतर्क हुने बाहेक अरू उपाय नै छैन हाम्रो देशमा। आहा ताल देख्यो यहाँ चस्मा लगाएर नि कहाँ हो कि तिनीहरू पोखरा भ्याली लेकसाइड छोरेपाटन पाटन। डरै लाग्ने मनोकामना नि यस्तै उकालो छ होइन। सेती नदी यहाँभन्दा डर लाग्ने छ। सेती नदी साइले पाँच दिन भइसक्यो कि यहाँ नगर उता फेरि फोन त माथि आटो गर्दैन यता आटो गर्नु यो ठाडो भएको यता पनि गाउँको रहेछ होइन। उयो त गाउँमै हो यो त। नाउराउँछ गाउँतिर होइन घरहरू लगेर डर लाग्यो उता नि खल्यो कि डर लाग्यो खै मलाई डर लाग्यो। हाम्रो देवेन्द्र गाउँमा चाहिँ आज जहाँसम्म क्यामेराम्यान भइसकेको छ। उयो घरहरू त दिनु त म देख्छु सानो सानो अब त यसो घर देख्न नि हरायो जान्छ अब। उयो हेर त आनन्दै बसेछ नि। मकै राम्रो भएछ यहाँतिर माथि हो हामी पुग्नु त अझै छ अझै छ डन्नै छ। केबुल कार आउँदैछ खालीको रहेछ। छिटो नै आइएछ हामी कतिवटा छ र डब्बा? थुप्रै छ नि
कन्टिन्यू घुमेको हुँदैन खाली नै हुने आहा के आनन्द आयो त ब्युटिफुल मोमेन्ट at this time we have been really enjoying in cable car. Yes. बाटो 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 रहेछ यहाँ होइन यहाँ बाटो पुरानो घर बनाउँदै रहेछ यो उता नौडरा बाटो यता बेलीबाट आउँदा के यो बाटो नि हिँड्छ सेती नदी सैली बग्यो सालला सम्झनामा तिम्रो तस्बिर झालला सम्झनामा तिम्रो तस्बिर झालला के प्लेन पनि छ र माथि नि प्लेन झुन्डाएर आएको प्लेन त्यो प्लेन चाहिँ उच्च होला होइन प्लेन झुन्दै थियो हेर न रेस्टुरेन्ट हो के हो ए त्यो रेस्टुरेन्टमा त्यो खेल्ने कि खेल्ने ठाउँ हो त्यो पिङ खेल्न ठाउँ त्यो ए खेल्ने ठाउँ हो बनाउनलाई डर लाग्यो नि मलाई त ऊपर सेदिलु खपाउँदी हो सेदी त पानी ट्याङ्की छ त्यहाँ कति एक वर्षमा आयो कि हामी एक दुई वर्षमा आयो त्यो नाम है यहाँ 2 वर्ष त्यो पाखा त के हो मोबाइल आएर लुनालाई लिने हो नि मान्न त नि भिडियो क्यामेरा खिच्नु मान्छ न हिँड्नु मान्छ भिडियो बनाउँछन् भनेर नमानेको भिडियो बनाउनुहुन्छ मलाई झ्याउ लाग्छ उफ ए म त हो त्यो रेस्टुरेन्ट आयो भनेको के पिङ पिङ हो त्यो पिङ खेल्ने ठाउँ खेल्ने हो कि त्यहाँ स्वाटै गयो भने त गयो त गयो 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 कति खर्च गरी बनायो होला है यहाँ बाटो पनि रहेछ रेस्टुरेन्टको लागि नि कस्तो ठाडो छ क्या त ल मनोकामना केवल गाह्रो जस्तै ठाडो छ क्या ठाडो रहेछ यो त फेरि हिँडेर हिँडेर यो दिनभर त फेरि अर्कै पो रहेछ नि यो सामान सामान बोक्ने सामान बोक्ने हो। तर छ नि त बाटो नि गाडी गाडी रहेछ गाडी आउँदो रहेछ स्कुटरमा नि हुन्छ मोटरसाइकलमा नि हुन्छ ए माथि यति राम्रो ए डाँडै डाँडै भएर रेस्टुरेन्ट छ यति राम्रो बनाएको रहेछ त माथि करुवा रेस्टुरेन्ट एन्ड कटेज घर हुन्छ त्यहाँ त्यस्तो ठाउँहरू चाहिँ बसेर खाने ठाउँहरू छ इट्स ब्युटिफुल ब्युटिफुल रेस्टुरेन्ट एभ्रिवेयर प्याराग्लाइडिङ उड्दैछ हुँदै रहेछ प्याराग्लाइडिङ अन्त प्याराग्लाइडिङ उड्ने ठाउँमा पनि जानु पर्ला चाहिँ जस्तो त्यसको लागि पनि छुट्टै पैसा माथि होइन नि त तल हजुर ए बाउ बाउ भाइले के भन्छ के अरे एकजना चलाइरहेछ यहाँ कति राम्रो घरहरू बनाएको हुन्छ कहिले बनाएको पाकै भने रेस्टुरेन्ट र घर भरिसक्नु छ अन्त पाखा पाखा त पुरै होटल रेस्टुरेन्ट के अँ हो त्यस्तो ठाउँमा बस्न मन पर्छ अब आउन लाग्यो स्टेसन ए सुरुमा माथि त पुग्छ अब उता उता पनि
मकै बाबरे मापरिपट्टि राम्रो कति राम्रो भएछ मकैहरू त्यहाँ असिनो होइन बिल्डिङहरू यो वर्ष चाहिँ पोखरामा पानी पनि राम्रो पर्यो असिना पनि आएन र मकै बालीहरू त राम्रो भएको छ आइपुग्यो है अन्नपूर्ण केबल कार स्टेसन लास्ट स्टेसन यही हो त्यहाँबाट हिँडेर माथि जाने राम्रो राम्रो साइट सिइङ भ्यूहरू राम्रो राम्रो भ्यूहरू छ त्यहाँतिर खुट्टाले हिँड्नु जानुपर्छ आइपुग्यो है आइपुग्यो